हेलो एभ्रिवान अहिले चाहिँ दिउँसोको एक्ज्याक्टली 2:52 गयो एन्ड भर्खर मैले स्किन केयर गरेँ एन्ड दिस इज माई स्किन हाउ इट्स लुकिङ राइट नाउ सी इट्स सो प्लम्पी एन्ड कस्तो मजाको ग्लो आएको छ स्किनमा सो आइ एम गोइङ टु सो वाट प्रोडक्ट्स आई युज्ड मैले बिहानै फेस वासले धोइसकेको थिएँ सो मैले अहिले चाहिँ जस्ट वाटरले धोएँ फेस एन्ड देन आई युज दिस टोनर एन्ड दिस इज फ्रम टोनी मोली वन्डर राइस स्मुथिङ टोनर यो युज गरिसकेपछि आफ्टर सम सेकेन्ड्स लाइक 30 सेकेन्ड्स टु 1 मिनट पछि आई युज दिस मेडिक्युबको मोइस्चराइजर है भाइटामिन सी भएको मोइस्चराइजर हो एन्ड देन त्यसपछि चाहिँ मैले यो फेरि स्किनको टिन्टेड सनस्क्रिन युज गरेको सो अलिकति फाउन्डेसन टाइपको हुन्छ नि वान सेड लाइटर पनि देखेको छ मेरो स्किन एन्ड देन मैले चाहिँ एज अ लिप बाम चाहिँ मैले यो कार्मेक्सको लिप बाम युज गरेको सो दिस इज माई फेस राइट नाउ कस्तो ग्लो आएको छ एन्ड इट्स सो प्लम्पी सी एक त मेरो स्किनमा यसै ग्लो आउँथ्यो प्लस यो प्रोडक्ट्सहरूले झन् ग्लो पनि ल्याइदिएको छ सी नो एनी फिल्टर एट अल यो चाहिँ अलिक घामको नजिक आउँदाखेरि चाहिँ मेरो स्किन चाहिँ यस्तो देखेको छ है गाइज सो यति नै भन्न आएको